राई जातिको परम्परागत बाजा ढोल र झ्याम्टा आज हामीले बजाउन सिकायौं। यसको मुख्य उद्देश्य उनीहरूको पहिचान, संस्कृति र गौरवलाई जोड्नु हो। हाम्रो संस्कृति एउटा अमूल्य सम्पत्ति हो जसले हाम्रो पुर्खाको कथा, बानी, व्यवहार र अनुभवलाई आजसम्म जोगाएर राखेको छ। ढोल र झ्याम्टा केवल बाजा मात्र होइन, यो हाम्रो इतिहास हो, भावना हो, परम्पराको भाषा पनि हो। यो सिकाउँदा नानीहरूमा आत्मविश्वास बढ्छ। आजको विश्वव्यापी युगमा आफ्नो संस्कृति, पहिचान र जरालाई थाहा हुनु अत्यन्तै आवश्यक छ। संस्कृतिलाई जोगाउनेहरू नै सम्मान पाउँछन्, भुल्नेहरूले पहिचान गुमाउँछन्। त्यसैले हाम्रो पुर्खाले छोडेर गएको धुन, कला र परम्परालाई जोगाएर अर्को पुस्तासम्म पुर्याउने जिम्मेवारी यहीँबाट सुरुवात हुन्छ, हाम्रो नानीहरूबाट, हामीबाट र सही उद्देश्यबाट। धन्यवाद। ढोल झन्टा बाज्यो छम छम गर्दै साकेलामा